जय लड्के जय लड्केश्वर जय लड्केश्वर हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव सम्पूर्णमा 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 भगवान शिवजी को सम्पूर्णलाई चाहिँ सम्पूर्णलाई माया र म मेरा ज्वाइँ मेरा बहिनी मेरा भान्जा भान्जी र म दाई आजको दिन आजको दिन चाहिँ आज हामी घरबाट हामी यो पनौती भक्तपुर पनौतीको बाटो हुँदै आज चाहिँ यहाँ भगवान शिवजीले छोडेका केही शिलान्यासहरूलाई चाहिँ आज हामीले अवलोकन गर्दै हामी यहाँसम्म यो लड्केश्वर महादेवमा आएका छौँ र आजको उपस्थितिमा सम्पूर्ण यहाँ पर्साई परिवार लगायत उहाँ उता पर बुवा मेरा ज्वाइँका बुवा लगायत म आज यो लड्केश्वर धामको चाहिँ दर्शन गर्ने भनेर चाहिँ आज हामी यहाँसम्म छौँ आइपुगेका छौँ र यहाँभित्रका एकदम हकिकत किंवदन्ती कुराहरू भेटियो र सम्पूर्ण भक्तजन शिव भक्तजनहरूलाई चाहिँ यहाँसम्म आउने सबैलाई एउटा चाहिँ म एउटा उत्प्रेरणा गराउँछु यो एउटा अद्भुत ठाउँ नै भन्नुपर्छ यहाँका शिलान्यासहरूलाई र हाम्रा सनातन हिन्दू सनातनमा भएका कुराहरूलाई हामीले मान्नुपर्छ र पुज्नुपर्छ। भगवान साक्षात्कै छन् भन्ने कुरा चाहिँ यहाँका केही दृश्यहरूले कैद गरेका कुराहरूलाई हेर्दाखेरि र यहाँका चाहिँ कुनै पनि कुराहरू आर्टिफिसियल छैनन्, नेचुरल छन् र सम्पूर्ण आम हामी नेपाली सनातन धर्मका मान्छेहरूलाई एकचोटि लड्केश्वर महादेवको सबैजनाले एकछिन दर्शन गरौँ भन्ने एउटा मेरो एउटा सूचना छ। हर हर महादेव बहिनी, हर हर महादेव। आज मेरी प्यारी बहिनी आज यति खुसी छे महादेवले आज लड्केश्वर महादेवले तिमीहरूको आउने बेला भयो, मेरो दर्शन गर तिमीहरूले भन्नुभयो। हामी र आज यति खुसी छे दाइ सँगसँगै श्रीमान श्रीमती दुई बालक हैन र श्रीमानका बुबा के भन्छ ससुराबा समेत हामी यो ठाउँमा आइपुग्यौँ। एकदमै हर्षित भएका छौँ। हर हर महादेव, लड्केश्वर महादेव की जय। बहिनी तिमी खुसी छौ नि? एकदम मन प्रफुल्ल। आज के भन्छौ, अरूलाई के भन्छौ तिमी? आउनुस् यो ठाउँलाई तिमी अरूलाई के भन्न चाहन्छौ? यो ठाउँको भौगोलिकपना हेर्न आउनुस्, भौगोलिक हेर्नुस्, नेपाल कस्तो ठाउँमा छ के छ सबै विचार गर्नु, आउनुस् हेर्नुस्। र यो ठाउँको तपाईहरुले एक्चुअली दर्शन चाहिँ गर्नै पर्छ, किनभने विश्वको सबैभन्दा अग्लो हाम्रो त्रिशूल रहेको ठाउँ भयो यो। त्रिशूल देखाइदिनु होला दादा। यो चाहिँ हाम्रो विश्वको एकदमै अग्लो त्रिशूल। र मेरो फोटो एउटा लिदिनु त, यहाँबाट एउटा फोटो लिदिनु। ल ठीक छ, फोटो लिनु ल। तिमीले भन्न खोजेको कुरा सकेन यहाँको आज सकेन त। भान्जी यता हेर, तिमीलाई कस्तो लाग्यो? राम्रो, एकदम नेचुरल भगवान छन् नि यहाँ होइन? र तिम्रा फ्रेन्डहरूलाई के भन्छौ? एकचोटि भिजिट गर, एकचोटि आउनुहोस् दर्शन गर्नुहोस् भन्न चाहन्छौ? ल अनि तिमीले के माग्यौ त? म भन्दैन। यस पढाइमा सहयोग पुगोस् भन्ने चाहन्छौ होइन? ल ठिकै छ। आजको बारेमा, यो ठाउँका बारेका केही कुराहरू हजुरहरूलाई दर्शाउँ भनेर चाहिँ यसो भिडियोमा कैद गरिएका कुराहरू
यी हामी सुरक्षित राख्नेछौँ र यहाँका स्मरण लिएर जानेछौँ। यहाँका कुराहरूले यहाँको प्रकृतिहरू एक खालको एउटा अद्भुत देखिन्छ। यहाँका चाहिँ भूगोलका संरचनाहरू यहाँका केही अंश मात्रै हामीले फाटाफुट्टा जानेर भनेका हौँ र यहाँका कुराहरू यथावत धेरै छन्। यहाँ एकजना यहाँ महापुरुष गुरु हुनुहुँदो रहेछ। गुरुले पनि हामीलाई थोरै मात्रामा समय दिनुभएको थियो। ल छुटौँ है त हजुर। नमस्कार, जय लड्केश्वर।